हाई के छ खबर सन्चै हुनुहुन्छ? हामी पनि सन्चै छौँ। हाई भनिदिनु छोरा। हाई आज चाहिँ हामी बिहान यस्तरी राम्रो भएर चाहिँ हामी मन्दिर जान आँटेको। माईको मन्दिर धेरै अगाडिदेखि जाने भन्ने कुरा चाहिँ थियो। अब आज जान जुरेछ। आज चैते दसैँको दिन पनि पर्यो अनि त्यस पछाडि दिदीसँग जाने भनेर सल्लाह भएको छ हाम्रो। हामी माइकिन जान आँटेको भने पहिला मलाई क्या बच्चा बेलामा चाहिँ धेरै एकदमै यो हुन्छ नि जिउमा एलर्जी आउने देखाउने एलर्जी आउने चिलाउने हुन्थ्यो अरे क्या। ल भयो उता जाऊ बाहिर जाऊ। अनि चिलाउने हुन्थ्यो अरे। अनि त्यो चिलाउनेहरू चाहिँ मलाई माइमा लानुभयो अरे। अनि माइमा लगेर नुहाएर दर्शन गराउँदाखेरि चाहिँ मेरो चाहिँ निको भएको थियो अरे। अनि सायद अब त्यस्तो पनि हुनसक्छ भनेर चाहिँ मेरो बच्चालाई पनि यस्तो एलर्जीहरू चाहिँ बेला बेलामा आइरहन्छ। जहिले तहिले त होइन बेला बेलामा आइरहन्छ। त्यही भएर चाहिँ हामी पनि जान लागेको। लेट्स सी अब जाँदै गरौँ है कस्तो कस्तो हुन्छ के हुन्छ। सकेसम्म चाहिँ म तपाईँहरूलाई हामी भिजिट गर्ने ठाउँमा हजुरहरूलाई पनि घरमै बसी बसी आफ्नो मोबाइलमा चाहिँ भिजिट गराउनेछौँ। ओके ल जाउँ हामी चाहिँ। हाम्रो ब्याग प्याक यहाँ चाहिँ कस्तो भन्ने पूजाको सामानहरू फुल अक्षता हुन्छ नि सबै कुराहरू यहाँ छ। अनि त्यस पछाडि बच्चालाई पानी अनि हामीले यो के भन्छ नुहाउने कपडा गएपछि त हामी नुहाउने हो। नुहाउने कपडाहरू सबै यहाँ रेडी पारेर हामी हिँड्यौँ। मेरो छोरा पनि रेडी भएर बसिरहेको छ। अब जाने हस् ओके भनिदिनु ल जाऊँ। घरबाट निस्केको ठ्याक्कै अटो भेटियो। अटोदेखि अब हामी बस स्टपसँग जाँदैछौँ। अटोमा चढेर ल बस पनि चढियो। कति धेरै पल्युसन क्या यो बाटोहरू बनाउनुले गर्दाखेरि। अनि फेरि दसैँले गर्दा होला आज बस यस्तो धेरै भिड है। यस्तो धेरै भिड कति धेरै मुस्किल क्या हिँड्न पनि। जस मुस्किल हुँदै भए पनि अब हिँड्नुको मजै बेग्लै छ भनौँ न होइन। मेरो छोरा फेरि गाडी चढ्ने बित्तिकै झ्याप लागिहाल्छ क्या भाइलाई। तर धन्न सुतेको भएर उसलाई मात्र चाहिँ माथि। अब चाहिँ हामी अनि त्यस पछाडि पुग्यौँ अनि भेट भयो। अनि त्यस पछाडि यो चाहिँ भन्नुहुन्छ भने माई खोलाको तिरमा रहेको मन्दिरको दृश्य अवलोकन गराउँदैछु तपाईँहरूलाई। अनि अगाडि हिँड्दैछु दिदीको छोरा अनि दिदीको एकजना नन्द म मेरो छोरा भएर चाहिँ हामी दर्शन गर्नतिर लाग्यौँ। कस्तो धेरै तातो भइरहेको क्या यो बिहान बिहानै घाम चर्क्क लागेर। अनि त्यस पछाडि यहाँ चाहिँ दिदीहरूले यसो किनमेल गर्नुभयो। मैले चाहिँ फुलहरू यस्तो यस्तो कुराहरू घरैबाट लिएर गएको थिएँ क्या। अनि मैले चाहिँ खासै केही पनि किनिनँ। दिदीहरूले चाहिँ यसो किनमेलहरू गर्नुभयो। अनि छोराले चाहिँ आइसक्रिम मागिरहेको थियो। अनि अहिले नै होइन नुहाएर आएर चाहिँ खानुपर्छ भनेर मैले चाहिँ फकाउँदै थिएँ। अनि यता दायाँ बायाँ यताउता सकेसम्म चाहिँ मैले तपाईँहरूलाई भिडियोमा देखाउने कोसिस गरेको। किनभने बच्चा सानो छ अनि त्यसपछि बच्चालाई पनि गाइड गर्नु पऱ्यो होइन। अनि भिडियो पनि गर्नु पऱ्यो भन्दाखेरि अलिकति सकेसम्म चाहिँ मैले भ्याएसम्म चाहिँ सक्दो चाहिँ तपाईँलाई देखाएको। अब हामी यहाँदेखि ओह्रालो झऱ्यौँ। अब पहिला सानोमा त आएको रे फोटोहरूमा चाहिँ मैले देखेको थिएँ मम ड्याडीहरूसँग आएको। म पनि सानै थिएँ त्यति राम्रो याद चाहिँ थिएन। तर ठिकै रहेछ भनौँ न होइन। कस्तो फोहोर खालको पानी रहेछ। अब हामी त यता घरदेखि फेरि नुहाउने भनेर गएको थियौँ नि त। अनि अलिक बिचमा गएर अब सिक्सीको मान्दै भए पनि नुहायौँ नि। अनि यो चाहिँ यस्तो राम्रो नजारा सिन है। राम्रो रहेछ जोस् राम्रो लाग्यो। यो बाटोबाट हिँड्दाखेरि मात्रै यता र उता हिँड्दाखेरि मात्रै हेरेको यो माई खोला हो भनेर। अहिले चाहिँ हामी प्रत्यक्ष प्रसारणमा छौँ भनौँ न होइन। अनि त्यस पछाडि अब हामी पूजा गर्ने ठाउँ खोज्दै हेर्दैछौँ क्या। किनभने अब लगभग अहिले कति भने 9:30 10 त बजिसकेको छ। अनि अब यति बेला सबैतिर प्याक भइसकेको छ क्या। अनि दादाले चाहिँ भाइलाई बोकेर हिँड्नु कसरी के भएर हिँड्छन्। अनि चाहिँ सबै भक्तजनहरूको दृश्य
मेरो छोराले चाहिँ मम्मी मम्मी भन्दैछ। अनि टक्क अब हामी यता कहाँ चाहिँ अब हाम्रो ठिक हुन्छ भनेर खोज्दै खोज्दै जाँदैछु। दिदीलाई अलिक परै जानुपर्छ होला हौ, अब यत्रो मान्छे नहुनु भनेर पनि भन्यो कि। अनि दिदीले चाहिँ भन्नु चाहिँ फेरि उता पर नै धेरै उता नि कता जाने यतातिर बस्नु पनि भन्दै हुन्थ्यो क्या दिदीले चाहिँ। अनि त्यस पछाडि हामी चाहिँ पूजासुजा गरेर नुहाएको पूजा गरेकोहरू चाहिँ भिडियो पनि बनाउनु पाइएन, अब त्यस्तै पर्यो। अनि पूजासुजा गऱ्यौँ ओऱ्यो अनि त्यसपछि हल्का अब टिकटक त दिनै पर्यो। यहाँको मैले साउन्ड चाहिँ हटाइदिएको छु क्या कपिराइट हुन्छ भनेर। अनि त्यस पछाडि यहाँ चाहिँ हाम्रो पूजा गरेको अब हामी यो ठाउँलाई छोडेर जाँदैछौँ भनेर सम्झना स्वरूप चाहिँ मैले भिडियो चाहिँ यसो हल्का लिइदिएको नि त होइन साथीहरू। तर कस्तो धेरै फोरी रहेछ क्या अब भनौँ न ऊ चाहिँ खोला चाहिँ। अनि पर नै गएर नि आमा छोरा नुहाएर निस्क्यौँ नि हामी त घरैबाट नुहाउने भनेर आएको। अनि अब हामी सामान बोकेर अब लाग्ने तर्खरमा छौँ। अब माथिको मन्दिर पनि त भ्याउनु पर्यो भनेर अनि सामानहरू अब लिएर हामी निस्किन लाग्यौँ। अनि यहाँ चाहिँ अनि एउटा चरा बिचरा मरिरहेको रहेछ। मेरो छोरालाई चाहिँ माया लागेर भुत्तुक्क भएर मम्मी चरा मरो भन्दैछ। तातो न तातो भइसकेको थियो। अनि लो छिटो छिटो जानुपर्छ भनेर यसले खाँदै थियो हो फेरि यो चरालाई। अनि हामी आएपछि भागेको। अनि तातो न तातो भइसक्यो लु छिटो 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 निस्क्यौँ है हामी भनेर। किनभने अब यता हामी घरबाट आज निस्किने अलिक ढिलो भयो क्या, 6:30-7 बजिहाल्यो। उठ्नु त म 4 बजी 5 बजी उठेको र पनि यसो सुत्दा बच्चा फेरि धेरै बेरसम्म सुत्यो, 2-3 चोटि उठाउँदा पनि उठेन। त्यही भएर अलिकति नै भयो। अनि अघि अब त्यहाँ चामलहरू बाँड्नुले गर्दाखेरि त्यहाँ भिडियो नै बनाउनु पाइएन। अनि अब यता माथिको भिडियो मन्दिरमा हामी छिरेर पूजासुजा गरेर निस्किनेछौँ। यताबाट हेर्दा चाहिँ यस्तो देखिँदो रहेछ है भिडियो। बोक्नुहोस् बोक। अहिले चाहिँ हामी माई मन्दिरबाट निस्केर बस चढेर केर खाएर झऱ्यौँ। अनि केरखामा चाहिँ भाइले भन्यो एकदम मिठो खाजा पाउँछ भनेर, सुकुटी भुजा अनि मोमोहरू चाहिँ एकदम मिठो पाउँछ भनेर हामी वाइ नट भनेर चाहिँ हामी झऱ्यौँ क्या टेस्ट गर्नको लागि भनेर। ठिकै हो, मोमो पनि ठिकै हो, सुकुटी चाहिँ अलि। अब घरमा पुगेपछि राति एउटा टिकटक यो चाहिँ किन भन्नुहुन्छ भने हामी आज चाइना मार्केट जाँदैछौँ, टिकटकमा हेरेर आएको। अनि हल्का नक्कल त दिनै पर्यो होइन भनेर एउटा थोरै टिकटक बनाएको। यसको पनि साउन्ड रिमुभ गरेको छु किनभने कपिराइट हुन्छ भनेर। अहिले हामी बजार पुगेर सबै भाइ बहिनीहरू हुनुहुन्छ। अनि त्यसपछि ल अहिले हामी त्यहाँ भेट्ने भनेर सल्लाह हुँदैछ। उनीहरू किनभने कन्सर्ट छिर्नेवाला छन् क्या। अनि हामी दिदी बहिनी चाहिँ नछिर्ने भनेको किनभने मेरो बच्चा छ अब कन्सर्टमा होइन, गाह्रो हुन्छ भनेर हामी कन्सर्ट नछिर्ने, हामी चाहिँ बाहिर डुल्ने भनेर हामी डुलिरहेको छौँ होइन। दिदी पुरा आफ्नै तालमा पुरा मस्किँदै हिँडिराख्नु भएको छैन। अनि त्यस पछाडि हामी हेर्दै हिँड्दैछौँ क्या के रहेछ भनेर। कति धेरै सस्तो कुराहरू देखाइरहेको थियो नि त होइन टिकटकमा। अनि पुरा होला त नि भनेर हामी चाहिँ मस्की गएको त भरे त के भन्छ त्यो सबै 15-20 वर्ष अगाडिको त कपडाहरू निकालेर क्या 100मा 200मा सेल लगाएको रहेछ। कस्तो बाटा व्यापारीहरू छन् भने नि। तर हामीले चाहिँ किन्दा चाहिँ किनेनौँ। अनि त्यस पछाडि भनेको अब हामी छुट्नेवाला छौँ। आमा छोराहरू पुरा छुट्टिनु हेर न, त्यहाँ कति धेरै गाह्रो परिरहेछ। छोराले चाहिँ के भन्छ कुनै। अनि त्यस पछाडि अब हामी यहाँदेखि उँभो डुल्ने कस्तो रहेछ भनेर डुल्दै कपडाहरू पुरै यो सेलमा लागेको कपडाहरू है। अनि हामी चाहिँ के नै पाउला जस्तो भएर गएको क्या। तर पाउन त अब जे पनि थियो हामीले चाहिँ केही पनि किनेनौँ। भन्दा ऊ मेरो छोरालाई एउटा चस्मा किनिदिएको, त्यो पनि उसलाई भएन र अब कति मिनट लाउने हो भन्ने कुरो थाहै छैन। अनि चस्मा किन्यो ओऱ्यो। अनि त्यस पछाडि एकछिन यसो बजारमा भिडियोहरू बनाऊँ न त ल, मेमोरेबल पनि हुन्छ भनेर होइन। पहिलाभन्दा अहिले चाहिँ एउटा के सुविधा चाहिँ छ भने अब पहिला फोटो हुन्थ्यो, अहिले भिडियो भएपछि पुरै लाइभ हेर्दाखेरि त अब म त्यही नै पुगेको छु जस्तो खालको फिल हुन्छ। फोटोबाट पनि हुन त हुन्छ तर भिडियोबाट पनि अझ धेरै राम्रो हुन्छ नि त होइन। कति धेरै सुविधाहरू आएको छ क्या। अनि अहिले चाहिँ हामी होटलमा गयौँ। मैले चाहिँ अलरेडी नै खाना खाएर आएको, दिदीहरूले चाहिँ खानुभएको थिएन। अनि त्यस पछाडि हामी होटलमा पसेर खाजासाजा खाने तर्खरमा छौँ। बाबु पुरा उसलाई मजा भइरहेछ। अनि यो चाहिँ माछा, चरपटे माछा होइन, चिसो मजा आउँछ जियोस्।
गर्मी चाहिँ तर लास्टै गर्मी क्या बेलबारी हेरी दमकतिर चाहिँ मलाई चाहिँ गर्मी लाग्यो उहाँ दिदीहरूलाई चाहिँ फेरि गर्मी नै भएको छैन भन्नुहुन्छ अब हामी फर्क्यौँ अनि यहाँनिर एकछिन कुरेर बसेको थियौँ अनि भरे सफारी आयो सफारीमा चढेर छोरासँग लाग्यो धेरै भिडियो बनाउनै पाइएन क्या अब बच्चा सुतिहाल्यो अनि एउटा कुरा चाहिँ कम्ती हाँस उठ्दैन अन्डा किन्यौँ होइन किनेर त अलिक तलतिर आएर त होटलमा पो छोडेछौँ अनि त्यो भोलिपल्ट त्यो बिहान चाहिँ यो सफारीवाला दाइलाई भनेर दाइ त्यहाँनिर अन्डा थियो सोधिदिनु न भनेको त ल्याइदिनु भएछ बिचरा अन्डा कति धेरै किन्नुपर्छ नि त मेरो बच्चाको लागि अनि म उता बेलबारीमा 480मा किन्छु भने 350 रुपियाँ थिएछ क्या अनि ठिकै छ नि त अब आएको छौँ ल यति नै बोकेर जाउँ भनेर 1 क्यारेट किनेको त तलतिर होटलमा आएर त बिर्सी पो रह्यो भने ल अब चाहिँ हामी लाग्यौँ बजार पनि अन्तिम भयो अनि भाइ बहिनीहरू त्यो साइडमा पर्खेर बसिरहेको छन् सबैजना अनि दिदी र म बल्ल तल्ल घर आइपुग्यौँ है अनि घर आइपुगेर गलेर पुरै पेद्दु भएर हल्का स्किन केयर गरेर अब हामी चाहिँ सुतेको ल फेरि पनि भेट्नुपर्छ अर्को भ्लगमा भन्दै आजको भ्लगबाट चाहिँ बिदा हुन आँटेको है भइसकेको छैन हुन आँटेको अलिकति हल्का स्किन केयर चाहिँ गर्नु पर्यो नि त होइन कस्तो धेरै गलेको क्या कति धेरै गर्मी पनि लागिरहेछ भन्ने मलाई त उता बेलबारी हेरी चाहिँ यहाँनिर अलिकति गर्मी नै लाग्यो क्या मलाई चाहिँ अनि त्यस पछाडि भनेको स्किन केयर सेयर गरेर ओरेर हामी आज सुत्नेछौँ आजको लागि चाहिँ अनि त्यस पछाडि फेरि भोलिपल्ट भनेको चाहिँ हेरौँ अब के हुन्छ भन न अहिले चाहिँ हामी घर आइपुगेको छौँ आफ्नै निजी निवासमा र अब अहिले हामी दसैँ हाम्रो यो चाहिँ घरको दसैँ हो है फेरि अब लिम्बूहरूको त ठुलो चाड भन्छ नि त होइन चैते दसैँलाई ल हामीले चाहिँ अब यसरी चैते दसैँ मनायौँ खाएको ल ओके देन थ्याङ्क यू सो मच फर वाचिङ द भिडियो फेरि पनि यसरी नै मेरो भिडियोहरूलाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला भन्दै अर्को ब्लगमा भेट्ने बाचाको साथ आजलाई चाहिँ ओके बाई बाई सी यू